मैले 2082 साल कार्तिक 2 गते 2 घार मौरी समात्न सफल भएको थिएँ, जसमध्ये पहिलो घारको भिडियो यस अगाडि नै अपलोड गरिसकेको छु र यो दोस्रो घार त्यही दिन समातेको चाहिँ दोस्रो घारको भिडियो यहाँ देखाउन गइरहेको छु। यो मौरी सङ्ख्याको हिसाबले धेरै त छैन, तर यो सिजन लाग्न सुरु भएको कारणले यति मौरीले नै राम्रै प्रगति गर्ने हुन्छ। त्यसैले मैले यसलाई उठाएर लगेर घारमा राख्नेछु। अहिले यो मौरीलाई अरिङ्गालले यहाँ आएर समात्ने प्रयास गरिरहेको छ। अरिङ्गाल मौरीको शत्रु हो। म एक्लै भएको कारणले मौरी उठाउँदै गरेको भिडियो त मैले खिच्न सकिनँ, तर उठाइसकेपछि यो डालीमा यसरी मौरीलाई राखेको छु र यो देखाउँदैछु। यसरी मौरी डालीमा समात्दाखेरि सजिलो लाग्छ मलाई चाहिँ। समात्ने विधिहरू त धेरै हुन्छ, तर जसमध्ये मलाई यो डालीको माध्यमबाट समात्न अलि सजिलो लाग्छ। यो मौरीलाई यसरी डालीमा समातेपछि लगेर घारमा राख्न पनि सजिलो हुन्छ। मैले मौरी समात्नको लागि नै भनेर आफैले बनेको डाली भएकोले यो प्राय जसो घारहरूमा सर्लक्कै भित्र छिर्ने गरी बनाएको छु र यसले गर्दा यो मौरी चाहिँ समातेर घारमा राख्नलाई मलाई अत्यन्तै सजिलो भइरहेको छ। यो डालीको माध्यमबाट मैले धेरै घार मौरीहरू समातिसकेको छु। मैले डालीमा समातेको मौरीलाई यसरी यो मुढे घारमा राखिसकेको छु। यो मुढे घार पहिले नै मौरी बसिसकेको भएको कारण यस्तो घारमा मौरी समातेर ल्याएर लगाउँदा बस्ने सम्भावना अलिक बढी नै हुन्छ। त्यसैले म यो घारलाई क्विन गेट राख्दिनँ। सायद यो मौरी भागेर कतै पनि जाँदैन जस्तो मलाई लाग्छ। धेरै मौरीहरू यसरी पुरानो घारमा राख्दा बसेको नै छ र घार छोड्ने सम्भावना अलिक न्यून नै रहेको पाइन्छ। यो मुढे घारमा मौरी राखिसकेपछि यसरी मौरीहरू निस्कँदै पस्दै गर्न सुरु गरेको छ। यसले मुढे घारको पुवाल सफा गरिरहेको छ र यसलाई सरसफाइ निरन्तर यिनीहरूले गरिरहनेछ र भित्रको बाहिरको सबै सफाइ गरिसकेपछि यिनीहरूले पोलन बोक्न सुरु गर्यो भने मौरी बस्छ भनेर थाहा हुन्छ। सायदै यो मौरीले घार सरसफाइ गर्न सुरु गरिसकेको कारणले यो मौरी भागेर कतै पनि जाँदैन। म यसको पछिल्लो भिडियोहरू पनि अपलोड गर्नेछु, कस्तो भयो मौरी र यो मौरीको प्रगति भयो कि भएन भन्ने कुराहरूको पनि म पछि भिडियो अपलोड गर्नेछु।